Hello, good morning everyone. Welcome to my new video. के छ हजुरहरूको खबर? सन्चै ठिकै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। मेरो पनि ठिकै छ। हजुरहरू कता के गर्दै हुनुहुन्छ, कस्तो आफ्नो काम हुन्छ के काममा व्यस्त हुनुहुन्छ हजुरहरू? तपाईँ कामै गरिरहेछ अहिले। जङ्गलतिर हिँडिरहेछ। माथि पानी बिग्रिरहेछ। नआइरहेको थियो, आएको थिएन। सो पानी बनाउनुको लागि पानीको मुहानतिर गइरहेछ गाइसहरू। भर्खर घाम लागेको छ, बिहान छ। बाटो पनि शीत गाडी छ, जोर गाडी। शीत परेर चिसै लित्रिक्कै भएर भिजाइहाल्छ। त्यो हिँड्नु पनि अल्छी लागिरहेछ है गाई, अल्छी लागिरहेछ। त्यो तल देखेको चाहिँ मेरो घर है गाईहरू। मेरो घर जङ्गलको बिचमा छ, पहाडमा। यस्तै छ। अहिले चाहिँ पानी बनाउन पानीको मुहानतिरतर्फ गइरहेछु। ल है साथीहरू, यो चाहिँ हाम्रो पानीको मुहान। पानीको मुहानमा आइसकेको छु म। देख्न सक्नुहुन्छ पानीको मुहानै गइसकेको छ। पानी धारा कुवा पनि चट्टसँगले राम्रो चट्ट चिटिक्कको बनाएको छ। ल है साथीहरू, म चाहिँ अब घर फर्किँदैछु। पानी बनाइसकेर पनि घर फर्किरहेको छु। पानी कसरी बिग्रियो, के भएर बिग्रियो, किन आएन भन्ने सोचिरहेको थिएँ म चाहिँ। म सोचिरहेको थिएँ कि पानी चाहिँ सुकेर होला, त्यही सानै होला, त्यही भएर सानो आएको होला भन्ने सोचिरहेको थिएँ। तर होइन रहेछ। गएर हेर्छु त पाइपभित्र त के खानिदिएर त दुनियाँ त्यो के अरे पात पतिङ्गरहरूको पोको बनाएर खाँदिएर कस्तो मान्छे हुन्छ अपराधीहरू। बल्ल मुस्किलले निकालेँ। सो अहिले चाहिँ घर फर्किरहेछु म। अघि जाँदा घामसाम थिएन, अब यत्रो टाइम भइसकेको छ। घामसाम अहिले त झलमल तन्तला पुल लागेर पुरै छ, झलमल भइसकेको छ। कैसे लोग रहते हैं यार। पाइपभित्र पात पतिङ्गर खाँदिदिएर ढुट्टो। त्यो चाहिँ मेरो घर है साथीहरू। तल देखिँदै गरेको देखिँदैन के हो, मजाले तल गएर देखाउँदैछु। यस्तै हो साथीहरू। पानी त खान दिनुपर्छ नि यार मान्छेलाई। त्यस्तो अपराध त गर्नु भएन नि होइन र। आफ्नो स्वार्थ मात्रै हेर्ने मान्छेहरू छन् क्या हाम्रो समाजमा चाहिँ। फेरि अहिले के पहिलादेखिकै यस्तै हो। त्यही भएर हजुरहरूले चाहिँ यस्तो हरकतहरू नगरिदिनु होला। त्यो चाहिँ मेरो घर। देखिँदै छैन कि के हो? यो चाहिँ मेरो घर है। यस्तै छ जङ्गलको बिचमा।